बाबा लट्ठी टेक्दै हिँड्नुभयो अगाडि जङ्गली तरकारी कस्तो महँगो बसाउँदो रहेछ काँचैमा पनि। हाई एभ्रिवान, वेलकम ब्याक टु अ न्यू भ्लग। आज पनि हामी फेरि इभिनिङ वाकमा निस्किसक्यौँ। आज चाहिँ हाम्रो ऐसेलु टिपेर खाने चाहिँ खासै प्लान छैन, बट हाम्रो घरभन्दा पारिपट्टि देखिने एउटा भुजेल खर्क भन्ने गाउँ छ, त्यहाँ चाहिँ घुम्न जाऊँ भनेर चाहिँ हामी निस्केको। काग पनि आएर बसेछ, हेलो। र मैले यो बाटो चाहिँ तपाईँहरूलाई किन देखाएको भन्दा चाहिँ मैले अस्ति नै त्यो ऐसेलु खान गएको भिडियोमा चाहिँ यहाँ बन्दै छ है भनेर देखाएको थिएँ। त्यसको चाहिँ जस्ट अपडेट दिनको लागि चाहिँ देखाएको। यहाँनिर चाहिँ पानीको ड्याम जस्तो बनेको छ, माथिबाट एउटा छहराबाट पानी खस्छ र त्यसलाई चाहिँ अलिकति प्रपरली म्यानेज गर्नको लागि चाहिँ यो बनाइयो। र अब हामी लाग्यौँ है त। हाम्रो भुन्टाङ चाहिँ गयो, आमाको हजुरआमाको काँधमा बसेर गयो। गाउँघरमा कोही छैनन्, मात्रै बुबा आमा। आजै फर्कौं साथी भाइ हो आफ्नै गाउँ घरमा। के हो त्यो? जाऊ साना। बुढाबा लट्ठी टेक्दै हिँड्नुभयो अगाडि। कता कता? अब यहाँबाट चाहिँ हामी जाने भनेको गाउँतिर मोडिन्छौँ। हाम्रा मुन्छेहरूले चाहिँ यहाँ जङ्गली खै के खानेकुरा भेटाइसो अरे, हेरौँ है त। यो चौतारी यो पाकेर कस्तो राम्रो हो र? मैले आजसम्म देखाइदिने। चौतारी हो यो, खाने चिजै हो। पाक्न लाग्छ बेरी हो के हो र? एक प्रकारको पक्क हुन्छ यो। यो चाहिँ मैले खाएको किमु है गाइज। नातिलाई ऐसेलु टिप्दिनु पर्यो भनेर आमा त बाटो मोडेर ऐसेलुतिर। हामीले चौतारी खाने त्यसले के खायो भनेर हेरिरह। यो What is यहाँ this? पनि रहेछ यो बाजारा। बाजारा भनेको के हो? खानी।
जङ्गली तरकारी टिपम यो चाहिँ हामीले कति साग खायौँ 2-3 खाइयो जङ्गलको तरकारी अर्ग्यानिक होइन बाजारा भन्नु रहेछ मलाई पनि थाहा थिएन यहाँ अरू पनि छ म टिप्छु है ए भागो यो त भागो ए भाग्यो ल खै टिप्न गइसौ न थाहा थकै लायो आया 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 भनिदेऊ आयो बाबै भनिदेऊ ए हो यो स्ट्रबेरी यस्तै हो सरू हाम्रा लागेको स्ट्रबेरी जो भयो हैन यो वनको स्ट्रबेरी हो यो हो र हो कौवा काफल हामीले कति खान्थ्यौं खै खै नाइस छपा त म बोटे देखा थिएन बुटोमै देखेँ यहाँ छ वन काफल यहाँ पनि छ नेचुरल ल खुवाइदिन्छु त्यसलाई खुवाइदिन्छु त कति अर्ग्यानिक पाउँछ कि यता त ल काफल खाऊ यो त के हुन्न हामीले कति खान्थ्यौं यही त हो नि स्ट्रबेरी वनको कुरिलो जस्तै हो के यो पनि यो तपाईहरुले देखिराख्नु भएको रमाइलो गाउँ चाहिँ उपल्लो तम्घास हो है साथीहरु खाइसो गोजीमा हाल्छु अहिले खाम्ला दुईटा आमा छोरा बाजार टिप्न कसेर लाली गुराँस सकियो भन्ने जानकारी दियो है यो बुटोले दुईटा मात्रै लाली गुराँस बाँकी रहेछ भने के को रुख हो यस्तो फेद्रा त कति राम्रो काठ हो सब रुख खडानी भएर खतम छ गाउँ हरियाली के को ढलान हो अगाडि बाटो छैन बाटो होला नि रुख सबै काटिदिनु र फाइनली हामी चाहिँ गयौँ र अब चाहिँ हामी गाउँ डुल्दैछौँ यता एउटा तल झरम बारीतिरबाट हो नि र बारीतिर त यताबाट गए पनि गइन्छ वहाँ पर जानुपर्छ कताबाट झर्नु त यही बाटो फेरि तेर्सो छ को उता त्यही जताबाट सर्टकट हुन्छ त्यतिबाट सर्टकट हुन्छ यतैबाट जाउँ न त यो गाउँ आउने ठुलो रहर थियो आइयो गाउँ कस्तो घरबाट हेर्दा रहर लाग्ने हामी खाली यही जान्छ यो बाटो आइसी धेरै यस्तो हामी यही बाटो कुकुर पनि छ के हेरेको के रहेछ त्यो
मुनि के रहेछ भनिदेऊ त टट टट मुनि पनि छ भने टाइ टाइ अरू के छ मुनिलाई आयो भनिदेऊ हेर दिदी दिदी ऊ दिदी पनि रहेछ ल दम ल त दम के रहेछ के हो अरू के रहेछ मे ल दम जता जता बाख्रा देख्यो उतै उतै के लैछ साना के लैछ जम्चाको सिमेन्टी हो टिमुरको रुख कस्तो महँगो बसाउँदो रहेछ काँचैमा पनि हाम्रो मम्मीलाई चाहिँ त्यो हो त्यो देखेको घरको फुल चाहिँ साह्रै राम्रो लाग्यो भनेर खिच्न जाऊ भन्थ्यो अनि म चाहिँ फुल खिच्न हिँडेँ साथीहरू टाउ कहाँ हाल्न पर्यो ढुङ्गे ढुङ्गे खेलो जय जय गर कि हुन्न पर्दैन ल गयो हरि हरि पर्दैन जय जय खुट्टा मार खुट्टामा हरि हरि गर के खेलाको ढुङ्गा यता हेर त के खेलाइ कि ढुङ्गा र फाइनली हामी हाम्रो घुमघाम सकाएर घर फर्क्यौँ हाम्रो भिडियो तपाईँलाई कस्तो लाग्छ प्लिज कमेन्टमा भनिदिनु होला र थ्याङ्क यू फर वाचिङ फेरि नेक्स्ट भिडियोमा भेटौँला है त बाई बाई